रुद्रपुरबाट दिल्ली जाँदाखेरि चाहिँ होइन फर्स्ट टोल आउँदै है गाइज, कतिवटा टोल पर्छ म सबै भन्छु तपाईँहरूलाई। ल बस हेर्दै जानु होला मेरो भिडियो। ल हेर्नु यो फर्स्ट टोल हो। अहिले कति 34 टेम्परेचर, 300 किलोमिटर छ नि। फर्स्ट टोल कट्यो, अब सेकेन्ड टोल तपाईँको मुरादाबादमा आउँछ है। अब अर्को 2 नम्बर टोल आउँदैछ है गाइज। अघि वहाँ एउटा कट्यो नि होइन, अब यहाँ अर्को मुरादाबादको टोल आउँदैछ। तपाईँको रुद्रपुर उत्तराखण्डबाट दिल्ली जाँदाखेरि चाहिँ कतिवटा टोल पर्छ भनेर चाहिँ मैले आज भिडियो बनाएको छु। कृपया पुरा भिडियो हेरिदिनु होला, धन्यवाद। ल हेर्नु यहाँ
तपाईँहरू नेपालबाट इन्डिया आउँदाखेरि बाटोमा यस्तो टोल त धेरै देख्नुभयो होला नि होइन? यस्तै हो, यो रोडको ट्याक्स हो क्या, जुन सरकारले होइन अटो यो कार्डबाट काट्ने गर्छ क्या। यस्तो हुन्छ। देख्नुभयो नि अब अगाडि गाइस 235 किलोमिटर है यार, मा कसम दिल्ली हेर्न त 235 किलोमिटर होइन। अहिले ठिक टाइम हेर्नु 6 बजेको है। म तपाईँलाई दिल्ली कति बजी पुऱ्याउँछु हेर्नु है त। म एक्लै छु, गाडीमा कोही नि होइन है। आज मेरो दिल्लीको सफर हुँदैछ एक्लै है। के कस्तो हुन्छ हेर्दै गर्नु होला होइन। गाडी धेरै स्पिड त चलाउँदिनँ म, तैपनि हेर्दै जाऊँ कति किलोमिटर कति घन्टामा पुगिँदो रहेछ। 235 किलोमिटर। जस्ट बिचमा आधा घन्टा चाहिँ म खानालाई रोक्छु होइन, त्यहाँबाट चाहिँ रोक्दिनँ। तर बाटो चाहिँ यही हो, राम्रै छ बाटो चाहिँ है। 100 को स्पिडमा नि चल्छ गाडी। यो बाटोमा 100 को स्पिड छ छैन चाहिँ, तर म 100 को स्पिडमा चाहिँ चलाउँदिनँ गाडी, 80-90 को स्पिडमा लिएर हिँड्छु होइन। कति घन्टा लाग्दो रहेछ आज च्यालेन्ज है त। ओके गाइस, हल्दु अनि टु दिल्ली 235 किलोमिटर। ल हेर्नु। ओके, भिडियोलाई सक्दो सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच अल। बिचबिचमा के कस्तो हुन्छ म सबै देखाउँदै गर्नेछु। भिडियोलाई सेयर गरिदिनु होला। यहाँ बाटो बन्दै रहेछ यहीँ हेर्नु न, 4 लाइन बाटो है। ऊ माथि हेर्नु न, हाइवे अघि रिङ रोड, यो रुद्रपुरको रिङ रोड हो है गाइस। यो रुद्रपुरको रिङ रोड हो यो, जुन हालमै नयाँ अहिले लन्च भएको हो। हालैमा नयाँ रिङ रोड यो बनेको हो क्या अहिले। जो हम ट्रेंड बनाते हैं भूली आके खड़ा हो जो अपने बराबर, हर बंदे की औकात नहीं है। अब कोई बढ़िया सा दुश्मन चाहिए, इनके बस की बात नहीं है। लैम्बो में बैठा मैं नाड़ा है लमका, नाइकी के जूते एलवी का गमछा, यार है सारे कोई सन चमचा, मसले हैं भारी हाथ है हल्का। आंख मिले तो न आंख झपकती, रोटी बासी प्याज की चटनी, दिन हो किसी का भी आते हैं अपनी महफिल तेरी, बातें हैं अपनी तब में पड़े हैं उड़न खटोले, सीधा ऊपर उल्टा जो बोले, निकले शरीर से फुर फुर करती हुई फिर आत्मा।
कांच की रखी घड़ी है, किसी शहर में पुलिस है आगे, किसी शहर में पीछे पड़ी है। मर के भी घुटने टेक नहीं सकते यार, और जूते फेंक नहीं रखते। काम भी चलता है, केस भी चलते, बोले के कैन पे फेस भी छपते। कोई कराते पहन ले जो हम ट्रेंड बनाते, भोली से सूरत आंखों में मस्ती, शुरू न करते एंड कराते। एम कभी भी फिसला ना हाथ से यार, वो साथ जो पहली से साथ थे। और से देखो लड़का है ये अजूबा 8वां। अब कति किलोमिटर छ भने यहाँ हेर्नु है, 123 किलोमिटर छ दिल्ली। 123 किलोमिटर छ गाइस। बाटो चाहिँ सही हो नि गाइस होइन, हेर्नु न सरल रह्यो। Let's go. गाड़ी चले रोड पे, टेंशन सारी छोड़ के, किस्मत पटिँदै रात काटे, मेरो खुसीको लागि मैले हार। गंगा नदी है गाइस, यो चाहिँ गंगा नदी गंगोत्री। कि बोलेन म कुनै परिवारको लागि, आमा बाउ मेरो भगवानलाई याद गरे, सहेर बस्न खोजे मैले हात गरे। दाजुकै जातलाई छोड्दिन म, आउँछु म त्यहाँ। के जान्छ जेल नत्र के पुग्छ च्यान, के गर्नु यसै म लाइक म हेरेर बस्दिन कि फाट्ने बस्दिन, सम्झिन चाहदिन कि कसैलाई बात गर्दिन। मसित ठुलो कुरा गर्ने ठुलो मान्छे हुँदैन, मान्दिन दुःख बढो गर्व गर्छु खाँदै हुनुमा, त्यसैले पीर बेता चिरेर आफ्नै बाटो हिँडे म। चढ्दै थिएँ माथि तर आफ्नै अगाडि गिरे म, यस्तै छ लाइफ आफ्नै मान्छेहरूले चिनेन। अर्कै नजरले हेर्छ सायद पारा मेरो ठिक थिएन। आँखा रातो मैले गाँजा खाएको मिठो बास्न आएको, धुवा आएको हेर्दै मैले रात खटाएको। यहाँ जाउँछ बाग बजारको दामी मालको चासोमाको, म मान्छे लाज्न भएको पारा मेरो लामो खालको। जान भन्दा यसले गर्दा घाटा लाग्यो, न यसमा खुसी छु म न कहिले नाफा फाट्यो। आफन्त टाढा भाग्यो साथीभाइले डाँडा काट्यो, बस्दिन चुप लागेर म लास्टै पारा ताक्यो। यस्तै छ पारा मेरो बाल छैन आमा बाको, हान्दैछु ऱ्याप मसी होइन मैले गाना गाएको। हिँड्दैछु गाह्रो बाटो, बाटो छ फिरालो खाल्टो, पीडाको आगोलाई निभाउन गाह्रो किन भएको, चिन्न गाह्रो आफ्नो हो कि होइन त्यही नि आफ्नै लाग्यो। उभिएर स्टेजबाट हेर्दै थिएँ राम्रै पाथ्यो, थाहा छैन एक्कासी नराम्रो खालको हावा लाग्यो। आँखै अगाडि बलात्कार मेरो भावनाको, आफ्नै रेक्समा डर बोकी भिडमा, मान्छे मार्ने किलरहरू बसिरहेछ ठिसमा, मार्दैन तँलाई बसिरहेछ रिसमा। आफन्तलाई जोगिस्तैलाई आफन्तलाई हेर्न नखोज सिधा मनलाई, आउँदैछ ग्याङ निकाल्दै नाइट। फेरि अर्को टोल आउन लाग्यो गाइज होइन, यो चाहिँ अब 4 नम्बर टोल हो है। फेरि अर्को एउटा टोल आउन लाग्यो। यो अझै छ दिल्ली तपाईँको 103 किलोमिटर छ अझै। यो शिव ढाबामा नि खाना त खानुभयो होला नि। अर्को टोल यो चाहिँ 4 नम्बर टोल हो है, गङ्गा नदीको छेउमा छ यो टोल। सायद तपाईँहरूलाई पनि थाहा होला, हेर्दै गर्नु कस्तो। यतिको स्पिडमा हिँडेको गाइज होइन, तर यो बल यतिको हल्ले खायो। यो 4 नम्बर टोल हो गाइज दिल्लीको। यो पछि अझै एउटा छ लास्ट, यो चाहिँ 4 नम्बर टोल, यति नम्बरको टोल हो है। यो पछि अझै एउटा छ, यति एउटा हुन्छ अनि टोटल 5 वटा हुन्छ। यो चाहिँ 4 नम्बरको हो।
अटोमेटिक छ क्या यसमा चाहिँ अन्ली कार मात्रै पाँच नम्बरको टोल आउँदैछ है गाइज। अब चाहिँ 5 नम्बरको टोल कस्तो छ भनिदिनु बाटो। गाह्रो छ काम गरेर खान के गर्नु, यति राति हेर्नु गाडी चलाएर हिँड्नु पर्दैछ। ल हेर्नु ल मेरा मङ्गा कुरा लेख्ने पानाहरू भरिन थाल्यो तिम्रै बारेमा लेखेर। म त पहिलो नजरैमा भएको गाह्रो छ नि हजुर, गाह्रो छ। ड्राइभरको जिन्दगी सोचेको जस्तो कहाँ हुन्थ्यो र ड्राइभरले यत्रो गाडी त साउले यत्रो गाडी त विश्वास गरेर दिएको छ भने होइन, हामीले यति विश्वास चलाउँछ। सोच्नु अब हामीले आफ्नो बुढीलाई माया गर्दा कति माया गर्छ। कमेन्ट गर्नु त गाडीलाई माया गर्छ कि बढी घरको बुढीलाई ड्राइभरले? गाडीलाई भन्दा बढी माया गर्छ। तर सही सलामतले बस्नुपर्छ। धेरै छैन, अब 65 किलोमिटर बाँकी है। 65 किलोमिटर बाँकी हो। पाँच नम्बर टोल है गाइस, त्यो चाहिँ 5 नम्बर। यही हो लास्ट दिल्लीको टोल। अब यो पछि चाहिँ छैन दिल्लीको टोल, यही हो लास्ट एउटा। यो टोल पछि एकछिनमा कुन चाहिँ एक्सप्रेस हाइवेबाट आउँछ थाहा पाउनु। मेरो मनको धडकन बढ्दैछ, मायाले मलाई भएको। म त तिम्रो गएको, गीतले तिमीलाई गाएको। मेरो मनको धडकन बढ्दैछ, मायाले मलाई भएको। लैजाऊ मेरो मनलाई तिमी सँगै लैजाऊ, यो सहरको भिडदेखि। ल अब चाहिँ टोल छैन एउटा पनि है। अब चाहिँ सिधा दिल्ली आउँछ। एकछिनमा रोक्नु, म एक्सप्रेस हाइवे देखाउँछु। कत्रो होला त
आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन मतिर थोरै छ धेरै पाउने चिन्ह त कोरै छ पछ्यौरी ल्याउ बैना आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन कुन बाटो हो भनेर चिन्नुहुन्छ होला नि दिल्ली आउने सबैले त यो घर बिल्डिङहरू यो बिल्डिङ घरहरू त चिन्नुहुन्छ होला नि होइन दिल्ली आउनेहरू दुधारे कुराले गलबन्दी ल्याउ बैना अझै टुङ्गो लगाइदेऊ माया छ कि छैन म आफ्नै सुरले सधैँ तिम्रो दुधारे कुराले गलबन्दी ल्याउ बैना अझै टुङ्गो लगाइदेऊ माया छ कि छैन गलबन्दी ल्याउ बैना अझै टुङ्गो लगाइदेऊ माया छ कि छैन बाटो लाग्छ कि बाटो चाहिँ मैले मानेको एक्सप्रेस हाइवेहरूमा नि त्यस्तै बाटो छ होइन त्यो गर्ने बाटोको उसमा चाहिँ मैले मानेको बाटो चाहिँ हो पुल हेर्नु न यस्तो डेन्जर छ क्या यो पुरानो पुल हो क्या दिल्लीको दिल्ली आउनेहरूले चाहिँ चिन्नुहुन्छ होला नि यो पुल कति फेमस पुल हो यो तपाईँहरूलाई थाहा यो सब पुरानो पुल हो यहाँ चाहिँ 100 को स्पिड लिमिट छ है गाई चाहिँ रात दिन नभनिकन यसरी गाडी चलाउनु पर्छ के गर्ने मिस्टेक हुने बित्तिकै चाहिँ यो हस्पिटलमा भर्ती हो चाहिँ सिधै माथि हस्पिटलमा भर्ती त्यही भएर मेरो ड्राइभर साथीहरू ध्यानपूर्वक चलाउनु होला दिल्लीमा गाडी चलाउने होला सबैजनालाई भिडियो लाइक गरिदिनु सब्सक्राइब गरिदिनु होला सागर बहादुर दिल्ली ड्राइभ भ्लग जता छ निर्माया उठ्दैन सानो घर त्यही डाँडामै काटोला सुख दुःख सँग
सँगसँगै साटौला हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल बाटो हेर्नु न, बाटो कत्रो हो क्या निर्माया हुँदैन नजर बाटो चाहिँ घाम जुन रहे सै आकाशमा सिसा थपिदिनुपर्छ यहाँ। बस्नु है यो सासमा हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया हुँदैन नजर जसरी नि साथ दिन्छ छायाले बाँचेको छु कस्तो लाग्यो guys? यो बाटो मायाले हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल अनि एउटा कुरो जता छ बिहा निर्माया गर्नु पर्यो भनेको तिनजना कोही हुनुहुन्छ भने यसो कमेन्ट गर्नु न है। बिहे गर्नु पर्यो, साह्रै एक्लो भइयो भने। खोला बग्यो समुद्र भेट्नलाई कोही छैन यो माया भेट्नलाई हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया हुँदैन नजर ढुङ्गा माटो पुजेर केवल तिमी नै मेरो त ईश्वर हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया हुँदैन नजर यो सासले विश्रामै लिएला नि हाम्रो माया अमर नै रहला नि हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया हुँदैन नजर अर्को जुनी पाए नि आउने छु खोजी खोजी तिमीलाई नै पाउने छु हावा सरल लमजुङ्गे डाँडैमा हावा सरल जता छ निर्माया ल यहाँबाट मेट्रो स्टेसन सुरु पनि भयो। ल हेर्नु, यहाँबाट चाहिँ मेट्रो स्टेसन सुरु भयो।